आज चाहिँ हामी ह्युस्टन जानलाई अलि धेरै टिम छौँ। ओके, सामान पनि लोड भयो। लेट्स गो। सरोजी कस्तो लागिरहेछ तपाईँलाई फेरि एकचोटि ह्युस्टनतिर जान? चाँडोभन्दा चाँडो ह्युस्टन गएर रमाइलो गरेर फर्किनुपर्छ। ढोका खुलै रहेछ, जाने हो माथि? गइदिउँ ल। रुममा जाँदैछौँ बोलाउनलाई। खोइ त रेडी भएन? रेडी नै हो नि, यतिकै जाने। गाडीमा त कसरी बस्ने हो र? नाइस नाइस। हाम्रो सुशील सर त जहिले ह्यान्डसम मान्छे अनि ठिक्क परेर। यसमा के छ, खानेकुरा छ? यसमा के छ खानेकुरा? यहाँ छ। ओके, एउटा अन्डा पनि रहेछ, मकै पनि रहेछ। नाइस डाइट। दुईजना मात्रै हिँड्न थालेको हेरे यहाँ। समातियो समातियो। ल, हाम्रो यो ह्यास्टिङ इन्स छोडेर अब चाहिँ हामी ह्युस्टनको लागि निस्किँदैछौँ। अङ्गुर खाँदै ड्राइभ गर्दै के भएको यार, आन्दोलन भइरहेछ। ओहो, आन्दोलन गरिराख्ने यहाँ है। चारजना मिलेर आन्दोलन भइरहेछ। हामी चाहिँ अङ्गुर खाँदैछौँ। अगाडि क्र्यासले गर्दाखेरि 15 मिनट्स डिले भयो एक्स्ट्रा। 6:56 भयो। फर्स्ट हामी गाडीबाट ओर्ल्यौँ, यहाँ बिच बाटोमा छौँ। एउटा क्र्यास भएर एकछिन डिले होला जस्तो भयो। हामी चाहिँ यहाँ एकछिन रिफ्रेस हुनको लागि बाहिर आएको। हामी चाहिँ यहाँ रिफ्रेस भएर आइसक्यौँ बाहिर। ओहो भाको एउटा जाले रुमाल फुल भरेको छैन, भाको एउटा जाले रुमाल फुल भरेको छैन। तिमीलाई जान्छु सानो तिमीले फिरादैमा महिना, फिरादैमा महिना। हे बरै सालको बाटो टपरी हो नि, हे बरै नहुनी सल्लाइको। तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि ल गाइजहरू, अब हामी पुग्नलाई जम्मा 3 घन्टा मात्र बाँकी छ। 3 घन्टाको समयमा हामी रमाइलो गरौँ। फेरि हामी सेकेन्ड स्टपमा उत्रौँ। अहिले चाहिँ 7:46 भइसकेको छ। यहाँबाट हामी अझै 2.5 घन्टा जति बाँकी छ। सेम ठाउँमा आएछौँ हामी, फेरि पहिला आइसकेको ठाउँमा। हामी चाहिँ भित्र गएर सामान किनेर आइसक्यौँ। गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन। मान्छेलाई घुम्न लैजाऊ कि भन्छु, गोजीमा दाम छैन। ओहो काम छैन, चिठी त लेखे मयुरको पगले पठाउन काम छैन। मान्छेलाई घुम्न लैजाऊ कि भन्छु, गोजीमा दाम छैन। मान्छेलाई घुम्न लैजाऊ कि भन्छु, गोजीमा दाम छैन। गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन। अहिले चाहिँ टाइम चाहिँ 8:49 भयो। हामी फेरि थर्ड टाइम बाहिर निस्क्यौँ। हामी जहिले पनि जहाँ बाहिर आयो त्यहीँ आउँछौँ है। सो वान्स अगेन हामी सानो ब्रेक लिएर फेरि कन्टिन्यू गर्छौँ जर्नी। तिम्रो त्यो चाल देखेर आज भुरभुरी लाग्यो नि ल।
अब चाहिँ हाम्रो यो लास्ट ग्यास स्टेसन हुनेछ होइन त कति बज्यो अहिले 10:09 भयो गीत गाउँदा गाउँदा हाम्रो पुरै स्वर सुकिसकेको छ अब के हुने हो थाहा छैन भोलि सो हामी फाइनल्ली आइपुगेको छौँ अपटाउन 10:41 PM भयो अहिले चाहिँ एक्चुअली हामी चिम्नेर पुगिसकेका छौँ यही नै हो हाम्रो फाइनल डेस्टिनेसन यहाँबाट चाहिँ चिया खान हिल ड्रप जाने चिया खान हिल ड्रप जानुपर्छ समोसा खाने ठाउँमा आइपुग्यौँ हिमालयनमा जान खोजेका थियौँ त्यहाँ बन्द भइसकेको रहेछ सरोजी अगाडि सर्नु भएको छ म चाहिँ अब यहीँ बसेर एकछिन भिडियो बनाउँदैछु हेर्नुहोस् एभरेस्ट कलेजको टपर केही छ भन्नु जिन्दगीमा टपर चाहिँ हुनु हुँदैन रहेछ होइन मलाई चाहिँ त्यही भन्न मन छ अब टपर भएर पढेर के ख्यासियो भन्ने कुरा 52वटा विषय त्यहाँ त्यसपछि यहाँनिर 36 क्रेडिटको 12वटा विषय सबै यो धेरै पढ्दा धेरै नलेज भएर अब दिमागमा केही जानै छोड्यो होइन काममा चाहिँ कन्सन्ट्रेसनै छैन काममा यहाँको पढाइ र अमेरिकाको पढाइ चाहिँ यहाँ र नेपालको पढाइमा चाहिँ के डिफ्रेन्स भेटियो त नि यहाँ र नेपालको पढाइमा चाहिँ के डिफ्रेन्स भेट्यो भने नेपालमा घोक्न सिकाउँछ यहाँनिर ChatGPT हान्न सिकाउँछ त्यति हो फरक होइन सो हामी चाहिँ चिम्नी रकमा आइपुग्यौँ 11:37 भयो हामी चाहिँ फाइनली प्रेम सरको होटेलमा आइपुग्यौँ यहाँ चाहिँ यहाँ कुकिङ गर्दै हुनुहुन्छ एकदम धेरै गर्दै हुनुहुन्छ गाइज यतै टेक्सासको ह्युस्टन भन्ने ठाउँमा है रमाइलो भइरहेको छ है अब परदेशको जिन्दगी गाइज रमाइलो चाहिँ गर्नुपर्छ है हामी चाहिँ स्वामीनारायण मन्दिर आइसक्यौँ रमाइलो छ जस्तो छ ठुलो छ जस्तो छ है कस्तो राम्रो बनाएको है यो सजाएर हेर्नु न दिस इज द ब्युटी उता गिफ्ट सप रहेछ र म चाहिँ यस्तो गर्मीमा कालो लुगा लाएर आएको छु गर्मी हुन्छ अहिले मलाई ठिक छ एकछिनमा हामी निस्किहाल्छौँ तर यहाँ यो पानी भएर पनि एकदमै रिफ्रेसिङ शीतल फिल भइरहेछ कि अब यहाँ चाहिँ जुत्ता खोल्ने ठाउँ रहेछ हामी यता जुत्ता खोल्छौँ अनि यता मन्दिर जान्छौँ वाउ लुक एट दिस भर्खर दर्शन गरेर फर्क्यौँ यो चाहिँ अहिलेसम्म म युएस आएदेखि सबैभन्दा आनन्द आउने एउटा पवित्र स्थल देखियो ह्युस्टनमा एकदमै राम्रो छ यहाँ एकचोटि आउनै पर्छ सबैजनाले आएपछि नै तपाईँहरूले फिल गर्नुहुन्छ यहाँ चाहिँ भोजन गृह चमेना गृह पनि रहेछ साथले के लिएर आइसक्नुभयो शुद्ध शाकाहारी हो यो चाहिँ मेरो लागि एकदम पर्फेक्ट रहेछ ल सो ठाउँ चाहिँ कस्तो अर्गनाइज म्यानेज गरेर बनाएको छ भने भित्र बस्ने ठाउँ भएन भने यहाँ बस्नको लागि पनि छ एडिसनल सिट्सहरू एकदमै राम्रो छ है यो मन्दिर हेर्दाखेरि सानो जस्तो देखिए पनि भित्रको आर्ट अनि भित्र अब मैले फोटो खिच्न त मिल्दैन तर भित्र गएपछि यस्तो शान्त फिल हुन्छ मनलाई त्यही नै हराइन्छ कि हामी अब यो मन्दिर चाहिँ 12 बजे बन्द हुने रहेछ सो तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ गुगल म्याप्समा एकचोटि हेरेर आउनुपर्छ किनभने भित्र प्रार्थना भइरहेको हुन्छ बाहिर त घुम्न मिल्यो जति पनि तर भित्र प्रार्थना भइरहेको हुन्छ त्यो प्रार्थनाको साउन्ड नै यस्तो आनन्दमय आउँछ कि त्यहाँ प्रार्थना गर्दा गर्दै नै ध्यान गर्न सक्नुहुन्छ तपाईँले यस्तो राम्रो ठाउँ छ हाम्रो मन्दिरको जर्नी चाहिँ एकदमै रमाइलो भयो ल अहिले चाहिँ हामी यहाँ लन्च गर्नलाई आएको छौँ तर अलि भोक चाहिँ लाग्छ छैन त्यति धेरै लेट्स सी
त्यसपछि हामी क्याल्भिस्टन आइल्यान्डतिर जान्छौँ होला। ल आज चाहिँ हामी यहाँ बफे खाना आएको छौँ है। के रहेछ हेरौँ, फिस, गोट आइटम, चिकन आइटम, तन्दुरी, नान, धेरै चाहिँ यो नन भेज आइटम रहेछ है। सुगर पनीर, चना मसला, vegetable biryani. Okay, this looks good for me. गुलाब जामुन ठिक छ। भेजिटेबल आइटम्सहरू पनि रहेछ। ल मैले पनि जोइन गरेँ है त गाइजहरू। ओके, थोरै एउटा सपिङ पनि भयो यहाँनिर। टिजे म्याक्समा छौँ हामी। लेट्स गो। हामी त हिँड्दा हिँड्दा यहाँ गाडी खोज्नलाई आएको, यता पो आइएछ। Hey bro, what did you buy today? This is this innerwear. Innerwears? Yeah. Everything is innerwears? Yeah. everything. Nice. मैले चाहिँ यो आउटफिटलाई थोरै चेन्ज गरौँ भनेर लिटल बिट डिफ्रेन्ट कलर, सरोजीलाई मनपर्ने खालको कलरहरू हो कि हो मैले किनेको। सो अब हामी जान्छौँ। सो हाम्रो गाइजहरूले सपिङ गरिसक्नुभयो यहाँ। तपाईँले के ल्याउनु भयो त? मैले चाहिँ यो कोकोनट, त्यसपछि यो चाहिँ अलि अब केटाहरूलाई कालो भयो भने गोरो बनाउने गोरो बनाउने क्रिम। यहाँ पनि कोकोनट छ। एन्ड देन वी हेभ आइस हियर। गाइज लेट्स नट वेस्ट आवर टाइम हियर, लेट्स गो। यता यो बिचमा जानुभन्दा अगाडि चाहिँ टक्क हामी यता पहिला रेस्टुरेन्ट यसो गएर केही खानेकुराहरू लिएर अनि त्यसपछि हामी विल हेड टुवर्ड्स द बिच होइन। So this is my friend. His name is Gorak, the most handsome candidate and most eligible candidate to get married. And, I'm trying to reach that level, everyone. Hello guys. ल अब चाहिँ we are heading towards the Stewart Beach and you can see it over there. I think you can see it, right? Okay. So Stewart Beach को त्यहाँ हामीले बोर्ड देख्न सकिन्छ अनि we are heading towards it. So, ल सरोजी के भन्नु छ तपाईलाई? Nothing is coming bro. ओके, यता सुशील सर, गोरख सर, केटाहरूले लास्टै किचिज गरेर समुद्र देखाइदिनु पर्यो होइन र के अरे ल एकदम समुद्रको पानी कस्तो हुन्छ? समुद्रको पानी खरो हुन्छ। समुद्रको पानी ओहो त्यहाँ गाडी हेर, गाडी गाडी गाडी। ग्याल्भेस्टन आइल्यान्ड टुरिस्ट ट्रोली गयो होइन। केटाहरूले समुद्र पानी अब खाँचै अब यो चाहिँ मेरो फर्स्ट टाइम म समुद्रमा यसरी सफा समुद्रमा चाहिँ फर्स्ट टाइम आउनु थाले। अब एक्चुअली यो इन्डियामा गएको थिएँ, यस्तो फोहोरी समुद्र, त्यो पुरै त्यो माछा मार्नेहरूको बिच थियो होइन। त्यो अब मछुवाडाहरूको हुन्छ नि माछा मार्ने ठाउँ, त्यहाँ चाहिँ पुरै फिस स्केल अलिक नमिठो गन्ध होइन। तर अब हेरौँ ल, हामी चाहिँ अब वी आर हेडिङ टुवर्ड्स दिस ब्रिज होइन। पहिला ब्रिजमा जान्छौँ, त्यसपछि विल बी ब्याक टु बिच है। फ्लेक्सिबल ब्रिज के जहाँ पनि ओके, फ्लेक्सिबल ब्रिज के अरे ब्रिजमा जाँदैछौँ हामी। ल गाइज, वी आर हेडिङ टुवर्ड्स द ब्रिज एन्ड द ब्रिज गना बी भेरी नाइस। यहाँ घरहरू हेरौँ है, सोल्टीहरू एकदम बगल घरहरू छन् यता चाहिँ। यहाँ मान्छे धनी मात्रै बस्छन् यता है, मन्त्रीहरू चढ्ने गाडी। यो सबभन्दा अमेरिकामा झ्याउ लाग्दो काम भनेको यो सिग्नलमा वेट गर्ने काम। जता नि सिग्नल होइन, द्याट्स भेरी एनोइङ है, एकदम एनोइङ। यो चाहिँ अघि झन्डै एउटाले फेरि हानेर हेर्नु यहाँ गाडी कस्तो राम्रो। हेर्नुहोस् दर्शकगणहरू, हेर्नुहोस् कस्तो बवाल गाडी गयो नि त होइन। पुरै फुल्ली मोडिफाइड हो कि। यस्तो गाडीहरूलाई चाहिँ चलाउन एकदम मजा आउँछ होइन। सुन्नुभयो? यहाँ हाम्रो सरोजी चाहिँ एकदम बिचमा जानुभन्दा अगाडि एनर्जी ड्रिङ्क खाइराख्नु भएको छ। तपाईँलाई के भन्नु छ सरोजी? कस्तो छ यो एनर्जी ड्रिङ्क? सेल्सियस होइन त यो? स्वादिलो छ। ल साथीहरू, सेल्सियस खानुपर्छ, स्वादिलो हुन्छ है। अब हामी कता जाँदैछौँ त सरोजी? हामी यो फेरी भन्नेमा जाँदैछौँ। फेरीमा जाँदैछौँ हामी। फेरीमा आज जाँदैछौँ, मन पर्यो भने फेरि आउँछौँ।
Turn left onto Marine Drive. मन परेन भने चाहिँ हामी फेरि अर्को ठाउँमा जान्छौँ फेर्छौँ के अर्को ल In a quarter mile, नेपालतिर आइपुग्यो जस्तो छ हौ रोडको कन्डिसन हेर्दाखेरि त भन्न मात्रै अमेरिका हो रोड त उस्तै हेर जता पनि यहाँ पनि घोडाला भयो यहाँ पनि करप्सन छ होइन रोड बनाउने बेलामा त्यस्तै गर्छन् अब यी मान्छेको आफ्नो पर्सनल बोटहरू हुन्छ घर घरमा यता अब यो सी एरियातिर यसो पोखरीहरू भएकोतिर लेकहरू भएकोतिर चाहिँ मान्छेहरू जो बस्छन् उनीहरूको चाहिँ घर घरमा प्रायः जसो बोटहरू देखिन्छ अब यहाँ अहिले प्रायः जसो मान्छेहरूले चाहिँ बोट समुद्रतिरै लगेको हुनाले नदेखिया हुनसक्छ तर अलि हामी अगाडितिर गयौँ भने बोट देखिन्छ यहाँ अहिले रोडमा चाहिँ जोड्लिङ यो नेपाल जस्तै हाम्रो यो करप्ट पोलिटिसियनहरूले बनाएको भएर यो चाहिँ त्यस्तो भएको ओके गाइज नाउ वी आर हेडिङ टुवर्ड्स आवर डेस्टिनेसन एन्ड दिस इज द प्लेस कल्ड फेरी which we are heading towards. your destination will be on the right. फुल यार हामी त खतरै सर्टकट आयो यार मिल्छ यो जानलाई लामोबाट गयो है हामी Yeah, we can do that. लाइन हो नि त हामी त लाइनको बीचमा आयो नि त Yeah, we can do that. This is the way. उनीहरूले This is the way. दिस इज द वे म्यान And since I am holding the GoPro, लास्ट ए यो त खोलेरै रहेछ यार कस्तो सर्टकट आयो यार सर्टकट ल्याइदिएको है भन्नु अर्कै बाटो आयो यार okay, so ferry is हामीले यहाँ just जान लाग्यो यहाँ ब्रिजै छैन तर त्यो चाहिँ ब्रिज चाहिँ ferry is just like 5 minute far हैन 5 मिनेट टाढा छ यहाँबाट फेरी भन्ने ठाउँ अनि यहाँ तपाईले अनौठो कुरा के देख्न सक्नुहुन्छ भने यो टेक्सास जस्तो ठाउँमा पनि एकदम गर्मी ठाउँमा पनि हैन कोकोनट ट्री तर कोकोनट चाहिँ एउटा नि देखिनँ मैले हैन कोकोनटको हो कि खजुरको हो फेरि त्यो पनि कन्फ्युजन छ हेर्नु गाह्रो छ कस्तो मजाले लहरै कोकोनट ट्री छ अब यो कोकोनट ट्री भएर कोकोनट खान पाइन्छ कि पाइँदैन भन्ने डाउट लागेको कारणले हामीले आउँदाखेरि चाहिँ कोकोनट वाटर बोकेर आएको छौँ साथीहरू You want that right now? यो चाहिँ अब हाम्रो गोरखजीले एउटा सर्ट इन्ट्रो दिनुहुन्छ हैन के हुँदैछ Yeah, I don't have a special thing to say, but last time हामी यहाँ आएको हो एकचोटि एउटा चिज नगरेको भनेको स्विमिङ गरेको छैन त्यो समुद्रको छेउमा गएर त्यो चाहिँ आज गर्छौँ जस्तो लाग्छ बट त्यो पनि वी डोन्ट नो के हुन्छ त्यो बाहेक वन्स अगेन हामी आइल्यान्डमा जान्छौँ यहाँबाट आज लाइन एकदमै कम भयो कि पहिला चाहिँ हामीले 1 घन्टाभन्दा पनि धेरै लाइन बसेका थियौँ त्यो बेला केही स्पेसल पनि थियो हामी आउँदाखेरि सरोजी स्पेसल थियो त्यो दिन केही किन त्यत्रो लाइन भएको त्यो बादल चाहिँ खिच्नुपर्छ यार कस्तो दामी बादल हो त्यो अलि जुम गरेर खिचौँ त ओके ल उहाँले बादल क्याप्चर गर्ने भन्नुहुन्छ त्यो अलि पोसिबल छैन बट यु क्यान सी इट हेर्नु त कस्तो राम्रो जुम गरेर खिच्नुपर्ने बादल भयो यो उहाँको एस कति अल्ट्रा कति डेन्जर फोनबाट चाहिँ आउँछ अब हामी यो गाडी लाइन किन बस्यो भने त्यहाँ अगाडि चाहिँ फेरी भन्ने त्यो सिपको नाम हो त्यो फेरीमा चाहिँ हामी यो गाडीलाई राख्छौँ अनि त्यसपछि गाडी सँगसँगै हामी पनि आइल्यान्डमा जान्छौँ सो आइल्यान्डमा फेरि गाडीलाई सिपबाट निकालेर अनि त्यो आइल्यान्ड घुम्छौँ तपाईँको यो फोन चाहिँ बबालै हो है कुन फोन रे हो S23 Ultra with updated software. The software is as similar as S26 Ultra, which haven't even released yet. Oh my god, did you root it? Yeah. How did you get it? I rooted it and I hacked the company server and I got it. Oh my god. You shouldn't do that, bro. Guys, अब चाहिँ हामी यो dates को लड्डु. What is this? Wow. Looks delicious. ल cheers के. Cheers के डाउ. खाऊ. Cheers, ल सरजी. Cheers, ल. That's so good. We are here waiting so long. It's been almost an hour. We are waiting over here. And my friends are going crazy, especially Sushil Bandari.
This guy is on drugs. No, I'm not. We are having good talks here, but We are talking about the getting politics. Tired and And it all sucks, the guys. It energy sucks. is lost. What we ate, I don't know where it gone, but it's not Yeah, let's here. go to that restaurant again and say we already paid, so can we have one plate more? Okay, we are heading towards the ferry, and if we like it, we're gonna come ferry. Oh, nice man. If not, then we will go now. Sharing. If no, then we will ferrying this place and going to some other place. So this is our nice blue ferry. As you can see, it says Esperanza Hope Andrade. Okay. Okay. Thank you, gentlemen. And you can look like there are lots of ferries over here, and there are boats and ships. So, and uta mathi you can see कस्तो मजाले चराहरु बसेको. And here we have two guys sitting. Oh, we don't need to do anything of our car. Oh, it's park. We can get out. ल मेरो नाम सुशील है आजको भ्लगिङको जिम्मा चाहिँ मलाई दिए है त्यही भएर के रे ए हो त नि ल ट्याक्क अब हामी चाहिँ यो ह्युस्टनको नि ह्युस्टनको सबभन्दा ठुलो समुद्रमा आएको छ है लगभग यहाँ त माछा नै 500,000 किलो हुन्छ भन्छ है अहिले त गाई यस्तो राम्रो छ कि चट्ट लाएर एमबाप्पे नै आछ है ओहो यस्तो यतिको ठाउँ चाहिँ हुनु पऱ्यो कि है चट्ट लाएर ल हामी चाहिँ यो टाइटेनिकको सिपमा छौँ है गाइज है अनि यता हेऱ्यो नि खोला समुद्र उता हेऱ्यो नि समुद्र तरुनीहरू गाह्रो छ होइन ल अब हामी त अर्को देश जान्छौँ त हामी अब हाम्रो सिप चाहिँ हिँड्न थाल्यो है अब यो लगभग एउटा देशबाट अर्को देश गए जस्तै हो हामी चाहिँ युएस छाडेर गयो युरोपतिर घुम्नलाई कति 1 महिना होइन गोरजी 1 महिना त है 1 महिना भने यहाँबाट ठ्याक्कै पेरिस पुगिन्छ भनेछ है तर अब कति दिन लाग्छ माछा खाँदै जाने भनेछ है माछा दारु दर्याम पार्दै युरोप गइयो भागेर गइयो ओहो चराहरू हेर्नुहोस् है चराहरू यस्तो उयो छ कि चराले माछालाई टार्गेट गरिरहेको छ होइन तर अब समात्न सक्छ कि सक्दैन भन्ने कुरो चाहिँ अझै गाह्रै छ है आहा कति रमाइलो हो अन्त एउटा भिडियो बनाइदियो न सानो यार म यस्तो भिडियो बनाएको होइन बवाल है यो चाहिँ है यतिको चाहिँ हुनु पऱ्यो क्या यो समुद्र बनाइदिने क्या नेपालमा एउटा है अब त केपीओले भने जस्तै एउटा समुद्र हानिदिनु पर्छ जस्तो छ है दामी यार हाम्रो त्यो पारि है हो त्यो चाहिँ होइन पेरिसको फ्रान्सको पेरिस है त्यो चाहिँ गाइस ल त हामी 29 दिन हिँडेर यहाँ पुग्यो है 29औं दिनमा चाहिँ अन्त नि पेरिस पुग्न लाग्यो यत्रो बनाएको छ कि सिप है खतरा है कति खर्च हुन्छ होला दिनको दैनिकी रूपमा यार यो समुद्र पुरै समुद्र यस्तो बवाल छ यार
हेर्दा चाहिँ यस्तो हेर्दा यति रमणीय छ कि यार हजुर के छ यार हाम्रो ब्रो यार मैले भ्लगिङ स्टार्ट गरेँ नि त नि एकदम बवाल भइरहेको छैन आज यही भ्लगिङको लागि हेरेर म ह्युस्टन आएँ होइन ल सरोज ब्रो के छ भन यार मैले चट्ट भ्लगिङ स्टार्ट गरेँ होइन एक्स्ट्रा इन्कमको लागि होइन एकदम रमाइलो भइरहेछ एकदम चिल छ हैन एकदम यो समुद्र यार बवाल आमा यार यतिको समुद्र त हुनु पऱ्यो कि है टाइटेनिकको सिप भन्दा ल हेर्न त यो देखे जति समुद्र हो गाइज है यस्तो मजाको ठाउँ छ यार गाइज है आहा यहाँ सबै गाडीहरू चाहिँ यसरी के सिपले नै उचालेर ल्याइदिन्छ है होइन त धेरै थरीको गाडीहरू छ यो सिपमाथि नै गाडी यसरी हाल्न मिल्ने रहेछ है यो चाहिँ मलाई पनि थाहा थिएन अनि यो समुद्र लगभग धेरै ठुलो समुद्र छ है चरासरा यताउति यो एकचोटि यो ह्युस्टनको यो समुद्र चाहिँ आउनै पर्ने ठाउँ रहेछ यस बवाल यार एउटा हाम्रो देशमा नि एउटा समुद्र त चाहिने रहेछ भन्ने कुरा बुझ्यो है चराहरू माछा खोज्दैछ गाइज है ल माछा चाहिँ पानीभित्र छ चरा चाहिँ माथि उडिरहेको छ है ल रञ्जन मिश्र के भन्नु छ एकदम रमाइलो लागिरहेको छ मलाई हैन पुरै आई एम ह्याभिङ फन ओभर हियर ओके नाइस ल है त बवाल रहेछ है यो ठाउँ चाहिँ हाम्रो खैरेजी है ल खैरेजी कालो चस्मा हैन एउटा कालो चस्मा मिसिङ भयो कि है सो हामी आइल्यान्डमा आयौँ अहिले लास्ट टाइम हामी आएको थियौँ यो आइल्यान्डमा एकदमै रमाइलो छ यहाँ चाहिँ ए उता जाने म त झन्डै बाहिर निस्किसकेको भिडियो खिच्नलाई पो रोक्या रहेछ होइन यहाँ रमाइलो छ ठाउँ ऊ त्यहाँ हो हामी चाहिँ जाने हेर्नुहोस् हाम्रो अब फोटोग्राफरमा एकजनालाई सहायकमा नियुक्त गर्नु पर्ला जस्तो छ मेन त सरोजी नै हो तर के हो यार मेनमा पनि कम्पिटिसनै गराउनु पर्ने हो क्या हो कडा फोटोहरू खिच्नुहुन्छ ल यो आइल्यान्डमा रमाइलो छ यहाँ पिकनिक पनि गर्न मिल्छ मजाले पिकनिक स्पटहरू छ उतै Well guys, finally we are here in our destination and I really enjoy the view and every scenario over here and the place is very serene. It's very beautiful and this is the glass I got from Gorakji and so like we are trying to get some coconut water. We are trying to keep ourselves hydrated because this is this is a beach area and we can't dehydrate ourselves. So everybody can you please grab your drinks. Oh sir. Yeah, so we are so like it's a very serene day and it's a very good day, very beautiful day. ल साथीहरु हामी चाहिँ यहाँ अब हाम्रो डेस्टिनेसनमा आइपुगेका छौं हैन and हामीले चाहिँ हामीलाई हाइड्रेट राख्नको लागि चाहिँ कोकोनट वाटर यु क्यान सी दिस मावी 100% प्योर कोकोनट वाटर ग्र्याब गरेका छौं अनि सबैजना चाहिँ आफ्नो एकदम दे आर very much enthusiastic and they are very much enjoying this trip and everybody is loving it. So यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले समुद्र एकदम ठुलो समुद्र यो एकदम विशालकाय ह्युस्टनको समुद्र हैन त्यसपछि के भन्नु छ गोरखजी मलाई अहिले के छैन यार म एकछिन यो खान्छु है त्यो खाना त मलाई नि रहर थियो तर के गर्नु दुईटै हातमा लड्डु भने जस्तो एउटा हातमा क्यामेरा एउटा हातमा चाहिँ कोकोनट वाटर बोकेको छु मैले हैन अलरेडी भनि अब यो ठीक छ अब हामी यसो एकछिनपछि फेरि यो भिडियोलाई जारी राख्ने छौं त्यही भएर अहिलेलाई चाहिँ म छोटो ब्रेक लिन्छु धन्यवाद
Guys, how are you feeling? Feeling chill. Feeling so good, my friend. Feeling so good. एकदम रमाइलो लागिरहेछ मलाई चाहिँ यो पल हैन एकदम अब सोमबारदेखि काम छ टेन्सन हुन्छ तर whatever it is what it is, my friend. So I'm enjoying my day And night. we're gonna enjoy our night as well. You didn't enjoy yesterday's night, bro. We enjoyed, man. You enjoyed? What are you talking about? So we are moving here. उहाँले चाहिँ त्यसलाई शिवलिङ्ग भन्दै हुनुहुन्छ. That's not what it is. यहाँ कति धेरै ढुङ्गाहरू छ. कति ढुङ्गाहरू चाहिँ युरोपतिर पनि जान्छ अरे यहाँबाट. लास्ट टाइम पनि मैले भिडियोमा त्यो कुरा भनेको थिएँ जस्तो लाग्यो. आई थिङ्क आज हामी अर्को आइल्यान्डतिर जाँदाखेरि पनि रमाइलो हुन्छ. वाउ, ग्याल्भेस्टन आइल्यान्डमा चाहिँ एकदमै रमाइलो भयो. यो रमाइलोलाई केही टाइमको लागि हामी पज गर्दै यहाँबाट जान्छौँ. फेरि आउने एउटा सङ्कल्पका साथ होइन. सो अहिलेलाई यहीँ क्रमशः हुन्छ. विल सी यु अगेन. नेक्स्ट टाइम चाहिँ हामी डिफ्रेन्ट आइल्यान्ड्सहरूमा भिजिट गर्छौँ. यो आइल्यान्डमा धेरैचोटि आइसक्यौँ हामी. सो त्यहाँनिर चाहिँ हिस्टोरिक प्लेसेसहरू पनि छ. मेबी यस्तो अरू ठाउँमा पनि होला. विल सी दोज थिङ्स. अहिलेको लागि चाहिँ हामी टाइमले भ्यायो भने र लाइन धेरै बस्नु परेन भने हामी स्विमिङ गर्न सक्छौँ बिचतिर गएर. बट आइ एम नट स्योर वाट विल ह्यापन बिकज प्रिभियसली वेन वी थट इट विल बी ओन्ली अराउन्ड 20 to 30 minutes but we spent around 1 hour I think. अहिले पनि यहाँ लाइन धेरै लामो भयो भने हामी 10 मिनटमा पारी भयो भने त जान्छौँ डेफिनेटली. तर 1 घन्टा लाग्यो भने चाहिँ आज हामी स्विमिङ गर्न पाउँदैनौँ. वेट चाहिँ सकियो. We got approval. वाउ, सनसेट कस्तो दामी भइरहेछ है. हामीले कुर्नु पऱ्यो नि है आधा घन्टाभन्दा नि बढी. ए सुशील सर त उठिसक्नु भएछ त. वेकअप सुन्तला खाइदिउँ अब एउटा. हेलो एभ्रिवान, आज चाहिँ सन्डे होइन अनि हामी निस्किन्छौँ अब घरबाट. लाइक वी आर हेडिङ टुवर्ड्स दिलबर झरना जुन चाहिँ यहाँ एकदमै फेमस छ. पहिला झरनाको नाम चाहिँ अर्कै हो होइन, तर दिलबर झरना भनेर फेमस छ किनकि पहिला सुस्मिता सेनले त्यही दिलबर भन्ने सङमा त्यहाँ डान्स गरेको भएर त्यहाँ चाहिँ अब इन्डियन र नेपाली कम्युनिटीमा चाहिँ त्यो चाहिँ दिलबर झरना भनेर फेमस छ. ल वी आर हेडिङ टुवर्ड्स इट. सो ल गाइज हेर्नुहोस्, हामी चाहिँ अब आइपुगेका छौँ हाम्रो दिलबर झरना. ल वी आर हेडिङ टुवर्ड्स इट. यहाँ गोरखजी, हेलो. हाई, हाउ आर यु फिलिङ गोरखजी? फिलिङ चिल. ओके गाइज, यो चाहिँ दिलबर झरना. दिलबर यता हाम्रो दिलबर झरना र यता हाम्रो यो हेर्नुहोस् गाइज. Oh my god, look at this structure. Damn beautiful. ल हाम्रो दिलबर झरना. दिलबर Guys, how are you guys feeling? Good. ल यता झर्नामा भिडियो हान्दिउँ न त. फोटो हानौँ न. फोटो भिडियो सब हामी एकचोटि यदि यता. ल वाउ, look at this. Oh my god, so beautiful.
गाइज हामी चाहिँ यता यो अमेरिकाको जङ्गलतिर आइपुगेका छौँ अहिले हेर्न सक्नुहुन्छ कति राम्रो भ्यू छ यो एकदम ग्रिनरी पुरै नेपालको हाइवेमा हिँडे जस्तो तराईतिरको हाइवेमा हिँड्दा नि यस्तै फिल आउँछ दुईतिर रुख हुन्छ होइन यहाँ पनि त्यस्तै छ ल कति राम्रो हेर्नुहोस् अब हामी कहाँ जाँदैछौँ Bayou Park. हामी बायु पार्क भन्नेमा जाँदैछौँ बायु भने अब नेपाली बायु चाहिँ होइन BAYU बायु पार्क I will shoot after we reach there, okay? अब हेर्नुहोस् त यहाँनिर यो स्केटिङ गर्ने ठाउँ पनि रहेछ पार्कमा त्यस्तो स्पेसल त रहन्छ हल्का पार्क रहेछ अनि उयो के को बोट रहेछ यिनीहरू एउटा रेस्ट गर्ने ठाउँ रहेछ अब दुई शब्द चाहिँ मिश्राजीको पनि सुनिदिउँ के भन्नुहुन्छ उहाँले कतै जान लाग्नु भएको त मैले I'm looking for some temple nearby, and I think there is Sanatan Shiv Shakti Mandir, 7.8 miles, and there are a lot of temples over here, but I don't know where. उहाँ चाहिँ अब धेरै वर्ष भयो यहाँ बसेको त्यही भएर नेपाली अलिकता कमजोर हुनुहुन्छ Yeah, no. सो धर्म कर्ममा धेरै विश्वास गर्नुहुन्छ अनि त्यही भएर उहाँ खोज्दै हुनुहुन्छ नजिकै टेम्पल कता छ भनेर सो अर्ली इन द मर्निङमा हामी मन्दिर चाहिँ जानै पर्यो भनेर फेरि मन्दिरतिर जान लाग्छौँ एकछिन हामी पार्कतिर भुल्यौँ नभए हामी सुरुमै जान्थ्यौँ मन्दिरमा 12:30 बजे बन्द हुन्छ अरे अहिले कति बज्यो त अहिले बजिसक्यो 12:16 भइसक्यो ठिकै छ हामी जाँदाखेरि बन्द नभइदियोस् दर्शन गर्न पाइयोस् यही नै हाम्रो कामना छ अब 2 मिनट छ मन्दिर पुग्नलाई मन्दिर आइपुग्यौँ मेरो माइक सकिएर चार्ज सकिएर माइकमा माइक चाहिँ छैन ऊ त्यो होला सायद होइन गोविन्दा रेस्टुरेन्ट ऊ यहाँ छ इन्ट्रान्स यता छ The guys, we are heading towards temple. गोविन्दा रेस्टुरेन्ट यो यहाँ गोविन्दाज रेस्टुरेन्ट रहेछ होइन हाम्रो बलिउड एक्टर गोविन्दा होइन है यो चाहिँ हाम्रो भगवान् गोविन्दा कृष्ण भगवान् भन्न खोज्यो ल सो ब्युटिफुल होइन एकदम दामी दामी हरे कृष्ण हरे राम अनि यो चाहिँ हाम्रो कृष्ण भगवान्को एकदम लीलात्मक मन्दिर है म चाहिँ अब भित्र क्यामेरा अलाउड छ कि छैन थाहा छैन तर मन्दिरमा जुत्ता चाहिँ कता खोल्नु पर्ने हो उहाँले प्रसाद लिएर जानु भएको छ ल यहाँ हामीले जुत्ता यहाँ हामीले किन यता आइस भनेर कसले हेलो इट्स क्यामेरा अलाउड or no? Allowed. Have darshan first. Okay. Which side? So, Hare Krishna, Hare Ram, where we have some collection of Bhagavad Gita in different languages. Right? The temple entrance, guys. Let's enter. Hare Krishna. कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः कृष्ण
हरे कृष्ण। कस्तो फिल भइरहेको तपाईँलाई मन्दिर आएर? आत्मीय एकदम मन शान्त भयो। मन शान्त शान्त यो रमणीय के उहाँ चाहिँ हाम्रो प्रभुपाद चाहिँ हेर्दाखेरि रियल नै जस्तो है श्री श्री प्रभुपाद महाराज हो। अनुराग आचार्य उहाँले चाहिँ एकदम यो धर्म जुन भागवत गीतालाई चाहिँ इङ्ग्लिसमा ट्रान्सलेट गरेर पुरै युएसभरि चाहिँ यो संस्थाको इस्टाब्लिस गरेर सबैतिर भागवत गीताको ज्ञान उहाँले पुर्याउनु भयो। ओके गाइज, वी आर डुइङ सम स्मल हेल्प। हामीले चाहिँ यहाँनिर यो सेटल गर्नलाई हेल्प गरौँ। क्लोजिङको टाइम भयो, त्यही भएर थ्याङ्क यू। प्रसाद पनि पाइयो है, मिठो छ। के को बनेको होला भन्नुहोस् त, गेस गर्नुहोस्। यो बेसनको हो, बेसनको दुइटै। मैले यो कहिले खाएको छैन होइन, यो पिनटको हो। सो हामीले मन्दिरमा चाहिँ थोरै प्रसाद पनि खाएर जान गएको। कस्तो राम्रो मन्दिर छ, इस्कन रहेछ यहाँ। प्रसाद खायो है गाइस। खाएर पनि हामीले भाँडालाई यहाँ राखिसक्यौँ व्यवस्थित गरेर। नाउ वी आर मुभिङ फ्रम हियर। यहाँ हाम्रो खेलाउने मान्छे सुशील भण्डारी एकदम धनी हुनुभएको छ। खेलाइ हेर्नुहोस् पैसा। ल केटा ल। त्यसपछि यता केटाहरू टाँट पल्टिरहन्। सबभन्दा अनुहारको चमक हराउँदैछ होइन। ल केटी त्यो ल एक हैन ल। यहाँ $100 हालेर सरोजी यसरी गल्थनी हैन बसिराख्नु भएको छ। कमेन्टमा मात्र हो कि ल यहाँ एक अघि एउटा 5 हाल्यो, अब 10 आयो। चिडिया एकटा आयो भद्रकाली भन्ने भन्नु है त। ल नानी अलि माथि बस्दैन त के हो टक्क सबैले भुरिँदै के काम भन्ने एउटा चलाउने ठिक राम्रो देखेन? कुरो मागेर त सुहाउँछ हो प्रवीण आउँदा नि। तिम्रो टिका अलरेडी धेरै छ। डोन्ट फर्गेट मी एन्ड इन्जोय एभ्री डे। I'll see you again. वान टेक है वान टेक नानी धेरै पढ्नु, ठुलो मान्छे बन्नु ल। नेपाललाई जहिले माया गर्नु, दुर्गा भवानीले रक्षा गरून् है। गड ब्लेस यु ल। फुलबाको नानी बच्चा छैन, छिटो छिटो बच्चा पा भन्नु मेरो छोरीले खेलाइदिन्छ। भाउजूले त लगाइदिनु आशीर्वाद दिनु पऱ्यो, खाँचै यिनलाई। नेक्स्ट इयर बिहे गरेर यो देखेँ एकदम राम्रो होस्। अब म उठे टोपी लाउनु पर्ने यार। टोपी कहाँ गयो टोपी लाउने हो। ए होइन ठिक छ यहाँ बिचबाट लानु छेउबाट लानु यताबाट छेउबाट यताबाट यस्तो रोटेट गरौँ न। छिटो लगाउन 4 सेकेन्ड लागिसक्यो सकिँदैन। 14% छ वर्षै लगाउनु पाऊँ है, रमाइलो गर्नु पाऊँ है।
दारू सुरु त मेरो थियो कि अघि बरु याद आएन मेरो नाकमा पनि टिका खासै राम्रो लाग्यो दाइको भिडियो त कस्तो दामी आएको दुईजना दाइहरू साथै दाजुभाइ जस्तो देखाएको छ यार ज्यानले गर्दा के पेटले गर्दा कपडा पनि कलर पनि उस्तै रहेछ ल खाना खाने बेला भयो अब हाम्रो ल हामी दसैँको टिका लाएर अब यहाँबाट निस्किन आँटिसक्यौँ कति बज्यो 4:32 भइसक्यो एकदम लङ्गुर बुर्जा खेलियो रमाइलो भयो टिका लगायौँ मिठो मिठो खानेकुरा खायौँ अब यहाँबाट हामी चाहिँ जान्छौँ ड्यालसतिर लगभग 5 घन्टा जति लाग्छ होला 11-11:30 बजीतिर पुग्छौँ कि लेट्स सी यु जर्नीमा पनि म केही भिडियोहरू बनाउँदै जान्छु सो ओभरअल कस्तो भयो त दसैँ इट वाज भेरी इन्जोयबल होइन के भन्छ इङ्ग्लिस चाहिँ फेरि उहाँको त क्यामेरा अगाडि राखेपछि एकदम नर्भस हुने बानी छ कि दाइ त केही नर्भस हुनुहुन्न कि उदाइको त नेचुरल आउँछ कि फेरि नयाँ ठाउँमा ह्युस्टनमा फर्स्ट टाइम आउँदाखेरि कस्तो फर्स्ट टाइम दसैँ इन ह्युस्टन एकदम रमाइलो भयो होइन हामीले लङ्गर बुर्जा पनि खेल्यौँ अस्ति तास पनि खेल्यौँ एकदमै रमाइलो भयो एकदम रमाइलो हो खानेकुरा पनि दाइले मिठो मिठो खाना खुवाउनु भयो दाइ त अनि खतरा कुक हो नि त। एकदम मास्टर सेफ होइन उहाँको त फेरि अनि नजिकै चिन्जान रहेछ अहिले त हेर्नु न उहाँहरूको त गफ चल्या छ हामी चाहिँ अब हिँड्न लागेको यहाँबाट सो वन्स अगेन जान त मन छैन बट वी हेभ टु किप मुभिङ ल दाइ बाई 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 3 दिन पछि त्यही भएर मैले त्यो ननिकाले मेरो 3 दिनको यात्रा धेरै रमाइलो भयो बाटोमा रहेछ कि फेरि फेरि पनि आइन्छ यस धेरै रमाइलो भयो यार सोचेभन्दा बेसी रमाइलो भयो मम्मी बोले आस्तो गरे त हामी चाहिँ अब वी आर हेडिङ टुवर्ड्स ड्यालस टेक्सास होइन एकदम रमाइलो बढ्यो एकदम रमाइलो भयो होइन एकदम धेरै धेरै रमाइलो भयो अब जानै पर्यो भोलिदेखि काम छ हान्नै पर्यो होइन अब यहाँ 2-4 दिन मन लाग्दैन होला पक्कै पनि ड्यालसमा ह्युस्टनबाट गइसकेपछि तर त्यहाँ फेरि त्यहाँको आफ्नै व्यथा छ होइन त्यहाँको माहौल अर्कै छ त्यहाँ चिया र समोसा खाइसकेपछि फेरि मन लाग्न सक्छ चिया समोसा चाहिँ पाउँछ है त्यहाँ यहाँको छिमेकी चाहिँ 30 मिनट मात्रै ड्यालस हुनुपर्ने कि ड्यालस र ह्युस्टनको डिस्टेन्स चाहिँ जम्मा 30 मिनट एराउन्ड हुनुपर्ने होइन त्यो हो भने एकदम त्योभन्दा नि यो दाइहरू यताउति त्यतै हुनुपर्ने होइन यो दायित्व भयो है मोमेन्ट्सहरू लास्ट रमाइलो भएर यसो दसैँ बाहिर चाहिँ यसरी मनाइँदैन नि त राम्रो यसरी खिलास पारेमा दसैँ अस्ति नै हो तर पनि हामीलाई कस्तो रमाइलो भयो नेपालमै मनाएको जस्तो फिल भयो रमाइलो टिकट उडायो यहाँ चाहिँ एउटा सानो एक्सिडेन्ट भयो हाम्रो गाडीमा त्यति धेरै इफेक्ट त छैन तर यहाँ ठोक्यो है एक्चुअली यो पछाडिको गाडीबाट हो जस्तो यहाँ हामी एकछिन ढिले भयो अलमोस्ट आधा घन्टा 45 मिनट जति केस डिसमिस भयो अब चाहिँ घरतिर लागौँ फेरि